वेलकम टु माई न्यू ब्लग। हजुर सबैजना सन्चै हुनुहुन्छ? म पनि एकदम सन्चै छु। धेरै समयपछि भिडियो बनाइरहेको छु किनकि अब त्यस्तै थियो, यो टाइम पनि थिएन, त्यस्तै भएर भिडियो नबनाइ बसिरहेको थिएँ। आज चाहिँ एउटा भिडियो बनाऊँ भनेर चाहिँ एउटा प्र्याङ्क कलको भिडियो चाहिँ बनाऊँ भनेर चाहिँ जस्ट आफ्नै बहिनी चाहिँ एउटा प्र्याङ्क गरौँ भनेर सोच्न चाहिँ भिडियो बनाउनु खोजिरहेको छु। हेरौँ के हुन्छ, सक्सेस हुन्छ कि हुने थाहा छैन, त्यही पनि ट्राई गरौँ के। फोन त गइरहेको छ, अब के गर्छ, फोन रिसिभ हुन्छ कि हुने त्यो चाहिँ थाहा छैन। ओ फोन डिस्कनेक्ट। ओके फोन रिसिभ भएन किनकि बिजी होला। कहाँ हो त? घरमा। कहाँ घरमा? यही घरमा नि। को हो? म एक्लै भन्न। अनि अरू कहाँ गयो? तल खेततिर हुनुहुन्छ, साग रोप्न जान्छ। कहाँ? साग रोप्न क्या यहाँ खेतमा। त हिजो बजार गएको थिइस्? त्यो छैन। अनि मैले त्यस्तै सुनिरहेको थिएँ। कसले भन्नु हौ फेरि? अनि तँ खै मम्मीलाई के भन्नु? हिजो अन्जय दाइ त खै कोसँग हिँडेछ भन्दैछ त। नाटक नगरे, म घरमै छु। खोइ त तँ मम्मीलाई भन्दैछ त। कसले भन्नु तँलाई चाहिँ? मम्मीले सुनाउँदै थियो। आज एप्रिल फुल त होइन त, मलाई बौला नबना न। मम्मीले म आउँदै भनेको आउँदै हुनुहुन्थ्यो अनि। अहिले झ्याम्का झ्याम दिन्छु है, नचाहिने कुरो नगर। म बेलुका चाहिँ मम्मी भाउजू बुवाहरूसँग सबैसँग बोलेर चाहिँ बसेको। म एक्लै के को जान्छु त कटारी सटारी। अनि त्यही भन्थेँ म कोसँग हिँडेँ हिजो, म मेरा कोहीसँग पनि हिँडेको थिइनँ। अहिले भक्का हानेर मारिदिन्छु तर फेरि म गाएन भनेको छु नि। त्यस्तै सुनिरहेको थिएँ अनि। त अहिले कहाँ हो? म त घरमा छु। म त घरमा हो। कस्तो हो साँच्ची भनेको त? आफै धामी आफै बोक्सी नबनै त। विश्वास मम्मी मम्मी आएपछि सोध्नु पर्छ। तँ भनेको मम्मीको खै भिडियो अन गर्दा त कहाँ हो? म त घरमा छु नि। भिडियो अन गर्नु नि। भिडियो अन चाहिँ किन नि? घरमा होस् कि होइन सरी मैले साथ झुट भयो कि जस्तो यसै पत्याइरहेको छ कहाँ भने अब चेक गरिरहेको छ। के भनेको? मलाई बौला बनाउँछ। मैले के बौला बनाएको थिएँ फेरि? अनि मम्मीलाई कसले भनेर मैले भने रे? को जान्ने भयो? के छ तँ भनेको रे? दिन्छु है म फेरि मलाई रिस नउठाउने। घरमा सुतेको मान्छेलाई कटारीमा देख्ने मान्छे तँ भनेको हो त। मम्मी हुनुहुन्न। म जानु नओर्नु भन्नु मम्मीसँग आज बोलेको पनि छैन है, त्यसै आरोप नलगाए म लास्ट। त्यति मम्मी झुट बोल्नुहुन्छ त? मम्मी अहिले कतिखेर आउनुहुन्छ अनि त्यसपछि फोन गर। मम्मीलाई मैले भने हो कि कसले भनेको? तँ भनेको रे।